नमस्ते गाइस, वेलकम टु न्यू डे विथ न्यू ब्लग। आयो सबैजना सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै आरामै छु। अनि चाहिँ आज चाहिँ हामी जाँदैछौँ दसैँको लागि केरा पकाउनको लागि भन्नाले केरा लिन जाँदैछौँ। त्यसरी लिएर चाहिँ पकाउनु पर्छ। अनि त्यसपछि आज के गर्छौँ सबै देखाउने नै छु है त। बजे म ढोको लिएर आउने हो। भटमास ग्याङहरू नदेखाउनु के लाग्यो राख्नु भट्ट भटमास ग्याङ बजे ढोको ल्याएँ मैले। बजे भट्ट के म ढोको ल्याएँ। बजे हाँसी लग्नु भयो हजुर। घरमा मगान पऱ्यो क्या। This is मैं भान्जा हिँड्छ है। ए तपाईँ मेटे जाऊ हो जाऊ हामी जाने हौ। हामी जान्छौँ यताउति त्यहीँ बस्छ नआऊ तिमी आउनु न। त्यो हाम्रो चाहिँ दसैँको लागि केरा दसैँको लागि त केरा चाहियो। त्यसैले म र बजे जाँदैछौँ केरा लिनलाई। बजे पुऱ्याउनुहुन्छ छिटो तर कट्टुमा होइन हामी कट्टुमा। त्यस्तो पाक्छ हामीसँग। एकै भला बनाउनु नाम बजे हाम्रो बजे यता हुनुहुन्छ जिउको समातेर। बरु काठमा ल्याउने हो काठमा हालेर चोप लाग्ने हो कि म डोको बोकुला बरु केटा भयो हामी तल त्यहाँ तलदेखि लग्यो। बजार आज तल त्यही त जाने होला है। अस्ति नै हाल्यो धेरै भएर हामी भैँसी लगाइदिएको थियौँ कि त्यहाँबाट कति छन् अस्ति के त्योभन्दा अगाडि त भैँसी लगाइदियो ड्यामै बगे नपुगेर सो। अनि हामी चाहिँ यसो खोलातिर जानुपर्छ भन्ने प्लान सोचिरहेको छु। सो कस्तो हुन्छ हेरिदिनु होला। त्यही नै हो सबै देखाउने नै छौँ के गर्छौँ कस्तो गर्छौँ। किनभने त्यसो धेरै काम छ होला हाम्रो घरमा होइन धेरै काम छ। त्यसैले सबै देखाउने नै छौँ भनिरहेको छु होइन।
कप्पल फरार मेरो धेरै चार्जर होइन 30% मात्र हो चार्जर आइफोन असर सर्ट गइहाल्छ यार सोलरदेखि लगाएर भनेर सर्ट छान्छु म म त हाफ कट्टोमा हिँडिरहेको छु बजे त खाँदै खाँदै हिँड्नु भयो डोको बोकेर बट्टा ल्याएन अलि उधर हाल्नु आन्टीले ठुलै आएको भट्टै भर्खर पकाएको त्यही लास्टै मिठो हुन्छ कि एउटा आया हारबन्ना कति छन् त मुग्रा होला नि त्यहाँ फेरि मुग्रा होला नि ए बिस्तारै केलाको गाडी भैँसी पनि जाऊ त हाम्रो ल त्यो भैँसी आउनु जान पाएन आमा गर्छ त म गर्छु यस्तो दुख्छ खोला गएर दह बनाउनु पर्छ दह हिजो आधा चिनेम आज थिएन हिजो चिनिएल्यो आधा चिनेको अनि बर्खा हालिएल्यो त्यहाँ पानी सानी साइडदेखि लगेर त्यहाँ प्लास्टर गरेर खतरा बनाइदियो त ठन्डा बजे त्यहाँ भान त के त कस्तो कर खाके यार त्यो भैँसी पुरै करा बजेलाई देख्न पाएन गरे तल त्यो मुग्रा मुग्रे भैया छ खै सानो सुपुली छ भाइटी जाति भन्नु होइन भैया छ ओए बजे लिउडो हेर्नु त छ है ए कति भिडियो भए चाहिँ नेउरो नेउरो बाबुआ यो त कहीँ नै छ कता जाने तपाईँले अन्त कति धेरै लगाएको थियो एउटा हुँदै अन्त नि भएर नै किन्नु खायो अरू कहाँ नि त है अरू कता नेक्स्ट मार्छ है कट्टुमा हिँडेँ मैले बेच्यो भने
हाल्दो छ छोटो त्यही काम हेर लिउँदै कता कता हो लिगुडो माथि रहेछ उत्तिरिका टन्नै रहेछ छैन यहाँ फाड्नु त एकैछिन त्यसलाई नि मैले लिगुडो खतरा छ क्या त्यतै डुङ्ग्रे थियो हेर्नु डुङ्ग्रे Look at this टाक टाक दाम यहाँतिर रहेछ लिगुडो जान्ने मैर लिगुडो खाइति त मिठो मिठो भने कि माथि पनि सबै हेर्नु त माथि अगाडि कसले टिभीले नि मेरो बाबु निकै मर्यो एकछिन ए बजेलाई देख्न पाएँ ल साह्रो भयो त भन छैन छैन ल यति धेरै भयो रोटी हाल्यो सो हामी त हेर्दै हेर्दैछौँ सो यति धेरै लिगुडो भेट्छ बाटोतिर यस्तो बरु हिसाब त बाटो अरे यति धेरै सोचेकै थिएन म छ लाटु पछि छ मुग्रा हो क्या यो काठो होइन रगुन मुस्या हो तो खाली है यहाँ आउनु हजुर यहाँ आउनु त हजुर हेर्नु है यस्तरी देखाउनु है यस्तै यसो भन्नु यस्तरी छ यस्तो यहाँ छ भन्नु त म ट्याक्क काट्छु यत्तिकै छ भन्नु यस्तो यस्तो यहाँ छ भन्नु न यहाँ यस्तरी मेरो यस्तरी यस्तो यस्तो देखाउनु अब मजाले देखेँ यति काट्छ त्यति हानेको तेरो बाजु खायो दिले तल गाडी हानेको गयो त्यति उठ्नु खैने छिलालाई गोडाउँदो गरले हुन्छ तैँले आमाले ल्याएको देखाउँला पछि फुडु फाड भए हो छ ठौर त्यो अर्ध काठ त्यो थाम ल्याउनु पर्ने हो तैँले तैँले तल काट्टो देखिदियो तैँले सबैले हेर्नु भन्नु त सक्नुहुन्छ मैले एकचोटा छिन्टाइसकेको छु तिम्रो कहिले ढाँडो होला पर्सलाई युज हो त्यसै घाट आलु रहेछ काटिएला हे निउड्या है निउड्याएर देखियो मुग्रा जस्तो छ त भने दे आइसी माथि हाल ने माथि हाल त्यो अलग्ग उठाएर ले काटेको देखिए हग्नेश हडडो नलाए चुप्ला लखे
अझै आलु छिल्यो हखिँदै जानिहाल्छु त आए स्याहार म काट्छु अझै उठ न आँटा घडी दुई हातले आँसिने भालबिटा चोक त लागिहाल्छ क्या अब टालाडो लुगाडो नलाइ हातले यसो अलग ल्याएन लिगुडो आँठो कस्तो अरी देखिँदो रहेछ है तिमीहरू आमा है लिगुडो राम्रो आयो है फुलो छु खिलायो खर्च आयो अलग्गै उठा घडी दे उठा उठा ओडो हेर भाँस सोध्यो काटेर चाहिँ फेरि अर्को काटेर त्यसमा को भयो है उता थियो खतरा छ त्यो त त्यो भाउ खिचिने हो कि गायो यतैतिर आउँछ आउनु त म अरे सोध्यो यो नै यो मुजारा भाइ छ जडाडो यही नै हो है ल अझै आँटा टल्काएर देखाउने पछि भात आउला त्यहाँनिर बस्नु त्यो उहारी ल माथि देखाउनु माथि टेकेर हुन्छ जातो आउँला तँ नि मुह जा नि मुह गएको हेर्दा हजुर भेस्ट पछाडि हेर्दा उहिले बुढा सिउरा जाउ देखियो भेस्ट पनि हो त्यति मजा भयो भन्नु न हामी हेलो गाइस हामी चाहिँ केरा काट्न आछौँ भन्नु कौशल बाबु हामी केला काट्न आएको छ है केलाका घडी कति लिने बाबु 4 लिने कि 5 लिन सक्छैस देख काट त काट तेरो मन मर्जी जति लाग्छ उति काट है ठिक छ ठिक छ ठिक छ ठिक छ लास्टै गरौँ कति मोटो हो क्या दे अब त्यो थाम रगड सक्छैस त्यो केला घडी वारियल आउन सक्छैन हुन्थ्यो म हकुला कि हेप्टेरी त्यो तेरो बाजु धुलो धुलो भयो एउटा खस्यो केरा खस्यो कि गाई अरू हेरेर भए एउटा लाउनु त्यो केरा खस्या रहेछ हो भसक्कै एउटा काँगियो धुलो धुलो अरी बिस्तार अर्बाए भने ओको राम्रो अलि हेर दिनु त अब केला सो हाम्रो केला चाहिँ 2टा काट्यो आजको क्यामेराम्यान मेरो अब चाहिँ खतरा लाग्यो क्या सोप्टा बजाइ बजाइ त्यो यसको पात मात्र काटौँ हजुर पक्केला थान्तान्न टुक्रा टुक्रा बाडौँ बजे ल खानै सकिन्न हल्का टुक्रा पाते घर पात फास त पाए पालिएर म पर खालि त्यति नकाट्ने उद्धो खाट यति हो त कौशलले त काम हुन् पढिएर खेला काट्नु भन काटी मात्रै खेला खान पाइछ कि भन ओइ पाइप काट्यो भने ल सुटिया मात्रै 2 टुक्रा हारे हुन्थ्यो कि 3 टुक्रा हारे पसिना खतरा आइदियो मेरो यो छ कि यो त्यो मेरो पाइप काट्यो नि ल
छ्यामै पाइपमै लाग्छ त सोचेपछि टाढो छ हामीले त किरागरी काटेर भ्याएर अब हामी जाँदैछौँ लगेर छोटा बनाएर आमालाई छोटा त्यो खै ढोको सो सिधै अब घरदेखि सिधै खोलातिर जानुपर्छ सिधै लेट्सी त्यही घर है त किनकि हामीले अहिले बाटोमा कसरी लग्न सकिँदैन गाह्रो हुन्छ त्यसरी चाहिँ सिधै घर है त सो हामीले चाहिँ छिटो भाइहरू आइरहन् हामीले अनि ब्याग स्याग के अरे भन्नाले कपडा के अरे यो केरासेरा लिएर राखेर अब हामी नुहाउन जाँदैछौँ पुन्टाङ पानी भान्जुहरूलाई लगेर भाइहरूले लगेर चौताहरू भाइहरू आइरहेको छन् बाहिर लगेर जानुपर्छ ओके लेट्स सिधै खोलामा है त सो हामी चाहिँ अब खोला पुग्नु थोरै छ सो यतै नै यो खोला एकछिन हजुर भाइ झरना हेरेर जाने नि झरना देखाउनु है सो हजुरलाई झरना देखाउनु पर्छ त्यसरी एकछिन त हेरेर दामी देखियो होइन घटो भर्नै बनायो लाग्यो सो हामी चाहिँ अब जाँदैछौँ एकछिन हजुरलाई जति सक्दो झरना देखाउन सक्छन् होला म नि कपडा धुनुको लागि कपडा ल्याएको छु ब्यागमा यो ब्यागमा छ कपडा पनि धुन्छु अनि फेरि म यस्तै पौडी खेल्दा अनि जानुपर्छ होला होइन जानुपर्छ त्यसो हामी झरना देखाउँछौँ बेसी सिधै अब खोलामा है हामी चाहिँ अब जाँदैछौँ झरना हेर्नलाई यस्तो बच्चातिर छन् कि दाइ सो हामी चाहिँ अब जाँदैछौँ झरना है भाइ नगर्नु झरना हेरेर जाऊँ भाइ हिँड्नु पहिला स्पिकर त्यो ब्यागमा राख उता ब्याग उता साइडमा राख्छु यस्तो छन् भाइ त ब्यागमा राख्यो स्पिकर हामी ब्याग उता लुगाइदियो हामी माथि जाऊँ बक्सर स्टाइलमा हिँड्दै पनि यहाँ कहीँ मुर्री बच्चा चोरु ल भाइ काम गर्नतिर लागिहाल है हामी माथि गएर आउँछौँ हिँड्दा हाम्रो ब्यागलाई उता राख हामी जाऊँ तिमीले हामी बस्छ है माथि गएर आउँछौँ नि हामी गएर हामी छिटो भाइ त्यहीँ राख ब्याग त्यहीँ राख्नु भाइ ब्याग त्यहीँ राख्छु जाम नजाने अहिले अगाडि अड्डी सिक्नु देखिन है जाने त होइन ढुङ्गा यहाँ ब्यागै लाग्यो नि लाग्नु तेल बिसा नआइज त तलै जा त यस्तो सिस्नो आलु अस्ति बाटो त छिटो अरे भक्क पुग्ने यहाँले अब लट्टी हाले त त्यस्तो हप्ता कडा छ क्या झरना देखाउन जाँदैछु यहाँको सक्दैन ए कहाँ हो एकछिन टाइम लाग्ने छ होला माथिको त देखाउनु सकिन्न होला अहिले आमा
गहिरो होला यार यहाँ त त्यो एउटा बाँकी नै छ यस्तो गहिरो खतरा खतरा ढुङ्गा खतरा बगान भइसक्यो जिब्राउला अब यहाँ अहिले बहिनी भट्टा माथि कस्तो त्यो 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 त्यहाँभित्र के अरे दस होइन त्यो गयो एउटा त्यो माथि के छ र माथि अरू भयो सकिन्न क्या माथि जान त 1 2 3 सो हामीले चाहिँ अब हेरेर आइसकेका छौँ सो अब हामी चाहिँ तल जान्छौँ त्यो गराउन त्यो गराएर कपडा सपडा धुन्छ जाने हिँड यहीँ काट्ने ओ त मैले लिएको छु त मैले यता लिया ध्यान लाग्यो तिमीहरू नचल खोलामा बग्छ त्यही खतरा यार बगेर अड्डियो कि गयो तल जा तल अड्डिन्छ अहिले फेरि काटेर गएको छ त काटेर ल्याउन तिम्रो सबको काटेर तिमी चारजना लिएर आऊ आमा हो त्यो चाहिँ खतरा हुन्छ यार हिँड बहिनी छोड़ हिँड बहिनी त्यो बिच आए नछोड है
नचोर चिल्यो भने फेरि मलाई अहिले छोरो ए नचगाल्न बहिनी है बहिनी छोटो नचोड है ए छोड अब हिँड अब पानीमा किन घाँस छ अनि भित्रै गयो कि त बटै बेला आइज है तलको भान्जा खोइ भान्जा खोइ ए बहिनी नदगाल्न ए पानी नदगालै मलाई मार्ने स्टाइल नगर त यार बाबू छोड़ता माता तो बिराज के यही काले डॉन ये भाई माता है यार वो मैं का टन्नै छ ने सामान टी शर्ट सामान मेरो केमा समाइ त केमा समाइ बचा न साला भाई नदगाल भाइ हिलो यो त ले रोक छ नि भाइ न तल्न टेन्सन ओए आउनु गयो छ ओए अलि पचार केमा सिस्टेम गइसक्यो स्टे नगर आयो त्यस्तो गर त्यस्तो गरेर राखे स्टे नगर भाई एक फसाउला मैं एक इंस्टा लगा हम टैलेंटेड इनो चलो सट्टा खेल्दै छ सो हामी चाहिँ देखेर अब सबै आइसकेका छौँ हेरेर अब हामी चाहिँ अब यसमा कपडा सफा धुन्छौँ नुहाई धुवाई गरेर जान्छौँ है त सबै देखाउने नै छौँ आजलाई यति नै एन्ड बाई बाई सो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला पुरानो भिडियोहरू हेर्दै हुनुहुन्छ भने सबैले ब्ल्याक हलमा दबाउन नबिर्सिनु होला धन्यवाद।